नमस्कार, म एउटा नेपाली हुँ तर अहिले देश बाहिर छु। 45 डिग्रीको तापक्रममा पसिना बगाउँदैछु। यो पसिना केवल मेरो परिवारको लागि मात्र होइन, मेरो देशका लागि पनि। नयाँ वर्ष 2082 साल सुरु हुँदैछ, तर मेरो सपना अझ पुरा हुन बाँकी छ। सपना छ एक दिन आफ्नै देशमा फर्किने, आफ्ना बालबच्चालाई अँगालो हालेर भन्न पाउने, अब म घर फर्किएको छु। यो नयाँ वर्ष मलाई आशा छ हाम्रो देशमा परिवर्तन आउँछ। आशा छ देशभित्र कामको वातावरण बनोस्, कामको अवसरहरूको सिर्जना होस् र म त्यही भक्तपुरको डाँडामा ल्यापटप लिएर म पैसा कमाउन सकोस्। भन्न चाहन्छु नेपाली काङ्ग्रेसका नेताजीहरूलाई, तपाईहरू त्यस्तो वातावरण बनाउन प्रयास गर्नुहोस्। अहिले सत्तामा हुनुहुन्छ, हाम्रो परिश्रमको मूल्य देशले बुझोस् भन्न चाहन्छु। हामी विदेशी भूमिमा हाँस्न नसके पनि देशको मुस्कानका लागि चाहिँ काम गरिरहेका छौँ। रेमिट्यान्स पठाइरहेका छौँ, निरन्तर पठाइरहेका छौँ। र नयाँ वर्ष 2082 मा तपाईलाई, तपाईको परिवारलाई र हाम्रो सपनाको नेपाललाई शान्ति, समृद्धि र उज्यालो नेपालको शुभकामना दिन चाहन्छु। जय नेपाल।